सम्पूर्णमा नमस्कार। आज मेरो फ्रेममा हुनुहुन्छ आदरणीय प्यारो दाजु। हजुरको शुभ नाम? नमस्ते सबैलाई, मेरो नाम चाहिँ भरत परियार हो। म चाहिँ यो नेपाली सङ्गीतलाई जोस् माया गर्ने मान्छे, यसमा रुचि राख्ने, मलाई धेरै इन्ट्रेस्ट लाग्छ र म यसलाई आफ्नो कर्मशील बनाएर पनि मिहिनेत गरिरहेको छु, अगाडि बढिरहेको छु। आज एउटा जोस् दाजुभाइको भेटघाट कार्यक्रममा एउटा साङ्गीतिक कोसेली पनि अब राखिदिउँ भन्ने कुरो भयो। त्यही भएर हजुरहरूलाई म आज एउटा हाम्रो अरुण थापाजीको एउटा आँखाको निद भन्ने थोरै सुनाउन गइरहेको छु, स्वीकार दिनु होला र हेरेर मन पर्यो भने भिडियोलाई लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। आँखाको निद खुसी लाने, हृदयको तरङ्ग छेडी जाने, तिमीलाई के सजाइदिउँ कि सधैँलाई बाँधिदेऊ। आँखाको निद खुसी लाने, बहकिँदै थिए मधुहोस भएर, बहकिँदै थिए मधुहोस भएर, थमिएछु तिम्रो आवाज पाएर, थमिएछु तिम्रो आवाज पाएर, मोहनी मन त तिम्रै नाम बनी लेखिदिउँ। आँखाको निद खुसी लाने, हृदयको तरङ्ग छेडी जाने, तिमीलाई के सजाइदिउँ कि सधैँलाई बाँधिदेऊ। आँखाको निद खुसी लाने। थ्याङ्क यू, नमस्ते सबैजनालाई। भिडियोलाई मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला, साथ दिनु होला। हस्, धन्यवाद। हुन्छ, धन्यवाद। यति राम्रो प्रस्तुति दिएर गइसक्नु भएको छ हाम्रो आदरणीय दाजु। उहाँ चाहिँ एकदमै धेरै गीत गाउन शौकिन हुनुहुन्छ। उहाँको स्वर चाहिँ एकदमै राम्रो रहेछ। उहाँलाई सबैजनाले साथ सपोर्ट गर्नुहोला भन्दै बिदा हुन चाहौँ। ल, हुन्छ, धन्यवाद।